लेडिज यदि तपाईँ बिजी हुनुहुन्छ र वेट लस गर्नलाई तपाईँ जिम जाँदै हुनुहुन्छ भने यो 4वटा एक्सर्साइज भुलेर पनि नगर्नु। यिनीहरूले तपाईँको टाइम वेस्ट मात्रै गर्छ र तपाईँलाई वेट लस गर्न अझै गाह्रो गराउँछ। नम्बर 1 मा छ इनलेस कार्डियो। यसले तपाईँको कोर्टिजोललाई बढाउँछ, मसललाई बर्न गर्छ र तपाईँको हङ्गरलाई पनि बढाउँछ। धेरै गर्नुभयो भने हो तपाईँले एक्स्ट्रा क्यालोरी त बर्न गरिरहनु भएको छ, तर सँगसँगै तपाईँले मसल पनि बर्न गरिरहनु भएको छ। अर्को छ तपाईँले एभ्रीडे गर्ने बुट क्याम्प स्टाइल हाई इन्टेन्सिटी वर्कआउटहरू। एभ्रीडे तपाईँले हिट ट्रेनिङ गर्न खोज्नुभयो भने तपाईँको इन्फ्लामेसन हुन्छ, जोइन्ट प्रब्लम आउँछ र तपाईँको बडीले एक्सेसिभ फ्याट चाहिँ बेली एरियामा होल्ड गर्छ। नेक्स्टमा छ तपाईँले सधैँ गर्ने लाइट वेट वर्कआउटहरू। यसले न त तपाईँको लिन मसल बिल्ड गर्छ, न त तपाईँको बडीलाई टोन गर्छ, त्यसैले तपाईँले वेट बढाउनै पर्छ। लास्टमा छ तपाईँले ऱ्यान्डमली इन्टरनेटमा हेरेर गरेको वर्कआउट। यसले तपाईँको इनिसियल फेजमा रिजल्ट त देखाउला, तर लङ टर्मसम्म तपाईँको गोल चाहिँ अचिभ हुँदैन। यो भिडियो त्यो साथीहरूलाई सेयर गर्नुहोस् जसले चाहिँ यो भिडियो हेर्नै पर्नेछ।